एन्ड नमस्ते सबैजनालाई अनि सेवारो आज फेरि म 1 वर्षपछि भिडियो हाल्न गइरहेको छु र हजुरहरूलाई भिडियो कस्तो लाग्छ मैले कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु होला र आजको हाम्रो राइड सर्ट राइड हुनेछ गोदावरीसम्म ल के बोलौँ हुँदो रहेछ त ग्याप गरेर भ्लग गर्दा त यार ग्याप गरेर भ्लग गर्दा त के बोलौँ हुँदो रहेछ त हौ 1 वर्ष भयो यार चले हामी चाहिँ गोदावरी जाँदै भित्र साथीसँग अगाडि मामाहरू बसेको थियो भने पो गिद्दी हुन्छ त सगदा त हावा हुर्र आउँछ नि त कालो चस्मा नि छ है कहाँ छ हौ यसकै नि ए यता माथि आएपछि छुट्टै उयो छ होइन वेदर चट्ट चिसो हावा आउँछ फेरि साथीको ब्रेक छुट्टै छ हो ओइ ब्रेक चाहिँ बनाऊ यो गोदावरीको हाइवेमा सरर अगाडिको चाहिँ हाम्रो केटाहरू होइन है साँच्चीकै के बोलौँ हुँदो रहेछ त अहिले त छोडिसकेपछि त के बोलौँ हुँदो रहेछ त अब हाम्रा भगवान् थाहा हाम्रा यस्ता दिन आउँछन् माथि जाने होइन गार्डनभित्र त छिर्ने हो गार्डनभित्रै छिर्ने हो गार्डनभित्रै छिर्ने हो भने क्या बाहिर यसो राइड हान्नु भित्र के छिर्न र फोटो कति खिच्ने हो र त्यो माथि देखेको रिजोर्ट होला होइन त्यही त योसँग 3 ताल लगाएर गोदावरी त्यही घरमा आँखा जान्छ क्या जहिले त्यो सिपको त्यो उ जस्तो देखिरहेछ क्या लगभग अनि 1 वर्षै भएको थियो भिडियो नहालेको आज चाहिँ यसो हालिदिउँ भनेर भ्लग गरौँ भनेको के बोलौँ हुँदो रहेछ त यहाँको मौसम र माथि हाम्रोतिरको मौसम एउटै लाग्छ मलाई यो गोदावरीको मौसम र माथि हाम्रो ताप्लेजुङको वेदर क्या ओहो ज्याकेट नलाउँदा त चिसो भयो हावा आउँदो रहेछ त दामी बनाएको रहेछ त कुन धनीले बनाएको रहेछ फाइनली गोदावरी आइयो यही हो गोदावरी चाहिँ अब यसको गार्डन जानलाई चाहिँ अलिकति परै छिर्नुपर्छ हामी गाडीहरू चाहिँ टट्ट यहाँबाट पाउँछ होइन
यो बाटै बाटो जाँदा कहाँ पुगेला? है माथि गाउँ छ क्या अर्को त्यहाँनिर हामी त हिँडेर पुगेको नि त त्यहाँ पहिला प्यारासुटहरू उडाउँथेछ क्या त्यहाँ त्यो धरानको केही डाँडा अरे त्यही डाँडा जस्तो माथि डाँडादेखि यो कसले खोलेको स्कुल चाहिँ बब्बा छ यार यो कहाँ अरे उयो हेर जङ्गलको बिचमा स्कुल स्कुल कहाँ हो अब पार्किङको व्यवस्था पनि छ यहाँ चाहिँ घन्टाको हिसाबले हुन्छ होला अनलाइन पनि हुन्छ ओइ यो उयोमा त कस्तो देखिन्छ 4K मा नकिँदा त यसो खानासाना खाजा खाने होला ल गाइस यो चाहिँ गोदावरी 101 म्याक चेक अब यो चाहिँ हाम्रो गोदावरीको बिरुवाहरू गर्ने ठाउँ रहेछ है यहाँनिर चाहिँ मोटाएछु म त्यो सब त्यो हुन्छ नि फुलहरूको बिरुवाहरू चट्ट राख्ने ठाउँ रहेछ उसले त फोरै फुल रहेछ नि त देखिएन यहाँ तल चाहिँ फाउन्टेन छ चट्ट मेरो हात कामै गर न जाँदैछु यहाँ यसो घुम्न आउनु चाहिँ टिक्कको ठाउँ छ क्या राम्रो पनि छ पिस खाली छ क्या ठाउँ पनि साथीभाइहरू चट्ट आउँदा नि हुन्छ यस्तै सातो बाटोबाट त्यस्तो धेरै पनि लाग्दैन 15 मिनट होला You know me the best, you know my worst, see me hurt but you don't judge. That right there is the scariest feeling. Opening and closing up again, I've been hurt so I don't trust. Now here we are staring at the ceiling. I've said those words before but it was a lie. And you deserve to hear them 1,000 times. If all it is to say that is, why is it so hard to say? If all it is to say that is, why am I